सत्यवती क्षेत्रको बारेमा विस्तृत रूपमा जानकारी दिनका लागि यहाँको एकजना स्थानीय बासिन्दा, समाजसेवी व्यक्तित्व एवं शिक्षक पनि हुनुहुन्छ कृष्ण पुलामीज्यूलाई म यतिखेर अनुरोध गर्न चाहन्छु यो सत्यवती क्षेत्रको बारेमा त दिनका लागि। हस्, धन्यवाद छ। म कृष्णबहादुर पुलामी, श्री धर्मपुर माध्यमिक विद्यालयको म शिक्षक हुँ। यो सत्यवती क्षेत्र नेपालको सही गन्तव्य मध्येको एउटा महत्त्वपूर्ण र सुन्दर गन्तव्य पनि हो र यो गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर 3 मा यो अवस्थित छ र यहाँ मलाई लाग्छ पर्यटकहरू यहाँ घुम्न आउँदाखेरि उहाँहरूले आफ्नो पीडा, आफ्नो दुःख मजाले बिर्सिने त्यस्तो खालको मनमोहक त्यस्ता क्षेत्रहरू हामी यहाँ देख्न सक्छौँ। यति आनन्दको ठाउँ छ। यहाँ ट्रेकिङ ट्रेल बनाइएको छ। यहाँ मान्छेहरू यहाँ हैन पैदल यात्रा गर्ने गर्छन् र यो देश विदेशबाट पनि यो क्षेत्रमा आएर घुम्ने गरेको, यहाँ एकदमै आफ्नो हैन यो सुन्दर ठाउँमा आएर यो पर्यटन गरेको हामी देख्न सक्छौँ। जसले हाम्रो यो क्षेत्रको पहिचान, यहाँको परिचय यो विश्व बजारमा भनौँ न विश्वभरि नै फैलाउनको लागि यसले ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। यो अत्यन्तै यो हाम्रो यो तल्लो सत्यवती हो। यहाँ हाम्रो सत्यवती बजैको मन्दिर पनि छ त्यतातिर। अनि यहाँ हाम्रो शहीद पार्क बनेको छ, हामी देख्न सक्छौँ। यहाँबाट ठ्याक्कै फेरि हाम्रो यो मसिनाको यो लेक, खास गरेर हाम्रो यो मसिनामा एउटा ताल छ, त्यहाँ जोडिएको छ। त्यहाँदेखि माथि करिब 5-7 किलोमिटर माथि हाम्रो बुढी सत्यवतीको खास गरेर सत्यवती मन्दिर त्यहाँ माथि छ। यो चाहिँ हाम्रो सत्यवती गाउँपालिकाको वडा नम्बर 4, वडा नम्बर 3, यता वडा नम्बर 5 हँसरा र यता कालीगण्डकी गाउँपालिकाको शिरमा पर्दछ। जे होस्, यहाँ भ्याकुम पूर्णिमामा ठुलो मेला लाग्छ। मेला लाग्छ। यहाँ चाहिँ देश विदेशबाट मान्छेहरू के अरे धर्म गर्ने मान्छेहरू, धर्मावलम्बीहरूको यहाँ घुइँचो हुन्छ, धेरै रमाइलो हुन्छ। र यहाँ एउटा साक्टेक नेपाल भन्ने एउटा संस्था छ, समूह छ, जसले यहाँ विभिन्न कार्यक्रमहरूको आयोजना गरेर जे होस् त्यो भ्याकुम पूर्णिमाको दिन यहाँ एकदम हजारौँको सङ्ख्यामा यहाँ मान्छेहरू आउने गर्दछन्, रमाइलो हुन्छ। एकदम राम्रो ठाउँ छ र म के भन्न चाहन्छु भने तपाईँहरू पनि एकपटक आएर यहाँ घुम्नको लागि यहाँलाई म हार्दिक अनुरोध गर्दछु। यो धेरै राम्रो ठाउँ छ। के होला जस्तो छ, यहाँ आइसकेपछि धेरै सुन्दर ठाउँ छ। यहाँ आइसकेपछि सबैको मन लोभिन्छ हैन। धेरै राम्रो छ। धन्यवाद छ। धन्यवाद छ।